निशा एकाउन्ट कसरी खोल्ने भन्ने बारे तपाईहरुमध्ये धेरैजनाको रिक्वेस्ट आएको भएर आज यस भिडियोमा हामी मोबाइलबाटै निशा एकाउन्ट खोलेर देखाउने छौं। यस भिडियोमा देखाएको प्रोसेसहरु स्टेप बाइ स्टेप फलो गर्नुभयो भने यदि तपाईलाई जापानिज भाषा पटक्कै आउँदैन भने पनि तपाईले निशा एकाउन्ट खोल्न सक्नुहुनेछ। सो स्टेपहरु अन्तिमसम्म फलो गर्नुहोला। यो निशा एकाउन्ट ओपनिङको बारेमा चाहिँ हामी दुईवटा स्टेपमा भिडियो ल्याउने छौं। पहिलो स्टेपमा चाहिँ हामी निशा एकाउन्ट ओपनिङ गरेर देखाउने छौं र दोस्रो भिडियोमा चाहिँ हामी तपाईहरुको एकाउन्ट बनेर आइसकेपछि लगइन कसरी गर्ने, तपाईहरुको बैंक एकाउन्टबाट यस एकाउन्टमा पैसा कसरी ट्रान्सफर गर्ने, अनि त्यसपछि एसआईपी अथवा चुमितातेको सेटिङ कसरी गर्ने भनेर देखाउने छौं। त्यसैले आउँदो भिडियो पनि नछुटोस् भन्नको लागि च्यानललाई फलो गर्नुहोला। अघिल्लो भिडियोहरुमा कुरा गरे चाहिँ तपाईलाई यो एकाउन्ट खोल्नको लागि चाहिँ जाइरो कार्ड र माइ नम्बर आवश्यक पर्नेछ। र यदि तपाईसँग माइ नम्बर कार्ड छैन भने यस्तो खालको चुची कार्ड भनिन्छ, त्यो कार्ड छ भने पनि हुन्छ। र यदि यो पनि छैन भने तपाईहरुको वडा कार्यालय अथवा कुयाक्सो सियाक्सोबाट माइ नम्बर लेखिएको जुमियोबाट पनि यो एकाउन्ट खोल्न मिल्छ। र अनि अर्को कुरा, यो निशा एकाउन्ट ओपनिङ गर्नको लागि चाहिने लिंक हामीले हाम्रो यस च्यानलको प्रोफाइलमा राखेका छौं। तर टिकटकमा एकचोटीमा एउटा भन्दा बढी लिंक राख्न नमिल्ने भएकोले भविष्यमा यदि अरु कुनै लिंक राख्नको लागि यो लिंक हटाइसकेपछि भिडियो हेर्नेहरुका लागि भनेर युट्युब च्यानल रेडी पारेका छौं। यदि यो लिंक हटाइसकेपछि यो भिडियो हेर्दै हुनुहुन्छ भने हाम्रो युट्युब च्यानलमा गएर तपाईले सेम भिडियो र सेम लिंक भेट्नुहुनेछ। अहिलेलाई चाहिँ हामीले युट्युबमा र टिकटकमा छुट्टा-छुट्टै भिडियो ल्याएका छैनौं, तर भविष्यमा हामी युट्युबका लागि र टिकटकको लागि भनेर डिफरेन्ट टाइपको भिडियोहरु ल्याउने प्लानमा छौं। सो च्यानललाई सब्स्क्राइब गरिराख्नु होला। युट्युबको लिंक पनि तपाईहरुले प्रोफाइलमा पाउनुहुनेछ। यस भिडियोमा हामी मात्सुई सेक्युरिटिज अथवा मात्सुई सोकेन नामक सेक्युरिटी कम्पनीमा एकाउन्ट खोलेर देखाउने छौं। किन मात्सुई सोकेन भन्दाखेरि चाहिँ मात्सुई सेक्युरिटिज चाहिँ एकदमै बिगिनर फ्रेन्डली र अनलाइनबाटै कम्प्लिटली एकाउन्ट खोल्न मिल्ने भएकोले मात्सुई सोकेन छानेका हौं। त्यसबाहेकका अरु सेक्युरिटिजहरुमा पनि एकाउन्ट चाहिँ खोल्न मिल्नेछ। तर आज यस भिडियोमा चाहिँ हामी मात्सुई सेक्युरिटिजमा एकाउन्ट खोलेर देखाउने छौं। र अनि हाम्रो यस च्यानलमा डिफरेन्ट टपिकमा इन्फर्मेटिभ भिडियोहरु ल्याउने भएकाले इन्भेस्टिङ सम्बन्धी चाहिँ यो भिडियो र अब आउने भिडियो अहिलेको लागि अन्तिम हुनेछन् र फ्युचरमा यदि आवश्यक परेमा अरु भिडियोहरु पनि ल्याउने छौं। आउनुहोस् अब एकाउन्ट ओपनिङ कसरी गर्ने भन्ने स्टेप बाइ स्टेप बुझ्ने कोसिस गरौँ। सबैभन्दा पहिला हाम्रो च्यानलमा देखाइएको यो लिंकमा क्लिक गर्नुहोस्। त्यसपछि यो राइट साइडको माथितिरको यो डटमा क्लिक गर्नुहोस्। त्यसपछि ओपन इन ब्राउजर थिच्नुहोस्। त्यसपछि यहाँनेर क्लिक गर्नुहोस् अनि यो रातो ठाउँमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ अनलाइन द मौस्कोमो भन्ने ठाउँ छ, त्यहाँनेर टच गर्नुहोस्। त्यसपछि यहाँनेर तपाईहरुले आफ्नो इमेल एड्रेस हाल्नुहोस्। यसमा चाहिँ जीमेल याहू जुन इमेल एड्रेस छ त्यही हाले हुनेछ। हामीले चाहिँ यहाँनेर एक्जाम्पलको लागि जीमेल एड्रेस हालेर देखाउने छौं। यदि हालिसकेपछि यहाँनेर टच गर्नुहोस्। त्यसपछि यहाँ हरियोमा थिचेर सेन्ड गरिदिनुहोस्। त्यसपछि तपाईहरुको मेल एड्रेसमा एउटा कोड आउनेछ र आफ्नो मेल बक्समा गएर त्यो कोडलाई कपी गर्नुहोस्। र यसरी कपी गरेर फेरि अगाडिकै ठाउँमा फर्केर गएर त्यहाँनेर पेस्ट गर्नुहोस् र फेरि सेन्ड गरिदिनुहोस्। र त्यसपछि हामी विदेशीहरुले चाहिँ नेसनालिटीको ठाउँमा यहाँनेर निहोङको कुइगाई क्लिक गर्नुहोस्। त्यसपछि यहाँनेर निहोङको कुमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँनेर तपाईहरुले आफ्नो नाम इंग्लिशमा लेख्नुहोस्। हामी एक्जाम्पलको लागि रामबहादुर थापा नाम युज गर्ने छौं र यहाँ तलपट्टि चाहिँ तपाईहरुले आफ्नो नाम काताकानामा लेख्नु पर्ने छ। र अघि एक्जाम्पलमा भने चाहिँ यहाँ यसरी हामी थापा रामबहादुर लेख्ने छौं र काताकाना पनि त्यसरी नै। र तलपट्टि थापा स्पेस राम स्पेस बहादुर भनेर लेख्ने छौं र यहाँनेर जेन्डरमा मेल अथवा फिमेल भनेर क्लिक गर्नुहोस्। हामी यहाँ दान्सेमा मेल भनेर क्लिक गर्ने छौं।
त्यसपछि यहाँ तलपट्टि तपाईहरुले आफ्नो डेट अफ बर्थ हाल्नुहोस्। हामी एक्जाम्पलको लागि 2000 साल 12 महिना 31 तारिक हाल्नेछौँ। र त्यसपछि यहाँनिर तपाईहरुले आफ्नो घरको पोस्ट बक्स नम्बर अथवा युबिन नम्बर हाल्नुहोस्। हामी एक्जाम्पलको लागि 530 003 भनेर हालेर यहाँनिर सर्च गर्नेछौँ। त्यसपछि यहाँनिर तपाईहरुले आफ्नो युबिन नम्बरमा भएको एड्रेसहरू भेट्नुहुनेछ र आफ्नो एड्रेस कुन हो त्यो हेरेर छान्नुहोस्। हामी एक्जाम्पलको लागि यो तलको तेस्रो नम्बरको छान्नेछौँ। त्यसपछि यहाँ तलपट्टिको हरियो बटनमा फेरि थिच्दिनुहोस् र त्यसपछि तपाईहरुको एड्रेसको बाँकी भाग हाल्नुहोस्। बान्ची भनिन्छ, बान्चीको ठाउँमा हामी एक्जाम्पलको लागि 105 हाल्नेछौँ। र त्यसपछि तपाईहरुको अपार्टमेन्टको नाम छ भने अपार्टमेन्टको नाम लेख्नुहोस्। हामी चाहिँ यहाँ राई अन्जु मानसियोन भनेर हाल्नेछौँ। र अनि रुम नम्बर पनि लेख्नुहोस्। हामी एक्जाम्पलको लागि 101 भनेर लेख्नेछौँ। तलपट्टि काताकानामा पनि त्यसरी नै लेख्नुहोस्। त्यसपछि यहाँनिर तपाईहरुले आफ्नो फोन नम्बर मोबाइल नम्बर भयो हुन्छ यहाँ माथिपट्टि मोबाइल नम्बर हाल्नुहोस्। त्यसपछि यहाँनिर क्लिक गर्नुहोस् र त्यसपछि यहाँनिर तपाईहरुले आफ्नो अहिलेको अकुपेसन छान्नुहोस्। स्टुडेन्ट हुन्छ भने गाक्से छान्नुहोस्, खाइस्यान हुन्छ भने यहाँनिर खाइस्यान हाल्नुहोस्। हामी चाहिँ एक्जाम्पलको लागि यहाँनिर खाइस्यान मि जो कि अथवा अनलिस्टेड कम्पनी भनेर छान्नेछौँ। तपाईहरु पार्ट टाइम गर्नुहुन्छ भने पार्ट टाइम लेख्नुहोस्, स्टुडेन्ट हो भने स्टुडेन्ट लेख्नुहोस्। त्यसपछि यहाँनिर तपाईहरु आफ्नो कम्पनीको नाम लेख्नुहोस्। हामी चाहिँ यहाँनिर एबिसी खाबुसिकी खाइस्या भनेर लेख्नेछौँ। तपाईहरु चाहिँ आफ्नो कम्पनी जे हो त्यो लेख्नुहोस्। बाइ द वे स्टुडेन्टले चाहिँ यहाँनिर केही पनि लेख्नु पर्दैन। र यहाँनिर तपाईहरु कुनै तपाईहरुको काममा डिपार्टमेन्ट छ भने डिपार्टमेन्ट लेख्नुहोस्, छैन भने नासी लेख्नुहोस्। कुनै पोस्ट छ भने छ लेख्नुहोस्, छैन भने नासी लेख्नुहोस्। र त्यसपछि के काम हो त्यो लेख्नुहोस्। सपोज हामी चाहिँ यहाँनिर सेल्स पर्सन भनेर हाम्बाइन भनेर लेख्नेछौँ। त्यसपछि तपाईहरुले यहाँनिर आफ्नो कामको एड्रेस हाल्नु पर्नेछ। पहिला युबिन नम्बर हाल्नुहोस् र यसरी यहाँनिर क्लिक गरेर कामको एड्रेस सर्च गर्नुहोस्। यति गरिसकेपछि अहिलेको जसरी नै यहाँनिर तपाईहरुको यो युबिन नम्बरमा भएको एड्रेस देखाउनेछ र यहाँबाट तपाईहरुले आफ्नो कामको एड्रेस छान्नुहोस्। अगेन यसरी छानिसकेपछि यहाँनिर आउनेछ र यहाँनिर बाँकी रहेको एड्रेस हाल्नुहोस्। हामी एक्जाम्पलको लागि बान्ची हाल्नेछौँ। यहाँनिर 5/10 भनेर हाल्नेछौँ। त्यसपछि यहाँ तलपट्टि तपाईहरुले कामको फोन नम्बर लेख्नुहोस्। बाइ द वे यो प्रोसेस चाहिँ स्टुडेन्टले चाहिँ गर्नु पर्दैन। अनि यहाँ तलपट्टि इन्साइडर होइन भनेर यहाँनिर क्लिक गर्नुहोस्। त्यसपछि फेरि यहाँ तलपट्टिको नेक्स्ट स्टेपमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँनिर यो चेक भएर आउनेछ। यसमा चाहिँ यहाँ जुन चेक छ त्यसैमा छोडिदिनुहोस्, यहाँहरु केही नचलाउनु। त्यसपछि यहाँनिर तपाईहरुलाई आफ्नो इन्भेस्टिङको पर्पस के हो भनेर सोध्छ। जे पनि लगाउन सक्नुहुन्छ, तर यहाँ हामी चाहिँ खिजाइन बैंक के हो भन्ने छ अथवा इकोनोमीको स्टडी भन्ने छ, त्यहाँनिर चेक गर्नेछौँ। त्यसपछि यहाँनिर तपाईहरुको वर्षभरिको इन्कम कति हो भनेर सोध्छ। लगभग यहाँनिर त्यति हाल्दिनुहोस् र यहाँ तलपट्टि तपाईहरुको फाइनान्शियल एसेट कति छ भनेर सोध्छ। यहाँनिर तपाईहरुसँग भएको जति छ त्यति हाल्नुहोस्। त्यसपछि यहाँनिर तपाईहरुले इन्भेस्टिङ गर्ने पैसा कस्तो खालको हो भनेर सोध्छ। यहाँनिर चाहिँ सरप्लस हो भनेर सबैभन्दा माथिको यो स्क्रिनमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ तलपट्टि तपाईहरुको इन्भेस्टिङको एक्सपिरियन्स कति छ भनेर सोध्छ। तपाईहरुले यहाँनिर एक्सपिरियन्स छ भने कति वर्षको त्यो लेख्नुहोस्, छैन भने यहाँनिर नासीमा क्लिक गर्नुहोस्। र त्यसपछि तलका अरू चेकमा पनि सबै नासीमा क्लिक गर्नुहोस् र यहाँनिर पनि यसरी सबै खाइसेट सिनाई भनेर यहाँनिर अनि यहाँनिर अनि यहाँनिर र यहाँनिर पनि खाइसेट सिनाई भनेर लेख्नुहोस्। त्यसपछि आउँछ इम्पोर्टेन्ट पार्ट। यहाँनिर आउँछ तपाईको निसा एकाउन्ट। यहाँनिर चाहिँ नझुक्किकन यहाँनिर खाइसेट सुरुमा यहाँनिर क्लिक गर्नुहोस्।
त्यसपछि स्टेप 5 मा क्लिक गर्नुहोस्। र त्यसपछि यहाँनिर तपाईहरुले हालेको इन्फर्मेसन देखाउनेछ। यदि यो इन्फर्मेसनमा केही मिस्टेक छ भने सच्याउनु होला, छैन भने सबैभन्दा तलपट्टि गएर स्टेप 6 मा क्लिक गर्नुहोस्। त्यसपछि यहाँनिर आउँछ तपाईहरुको डकुमेन्टहरु अपलोड गर्ने ठाउँ। अगाडि कुरा गरे जसरी नै यहाँनिर तपाईहरुलाई माइ नम्बर र जाहेरी कार्डको आवश्यकता पर्नेछ। आई होप तपाईहरुसँग यी दुईटै डकुमेन्ट छ होला। र तपाईहरुसँग माइ नम्बर कार्ड छ भने यसरी माइ नम्बरमा क्लिक गर्नुहोस्। तर यदि तपाईहरुसँग माइ नम्बर हैन जुमिहो छ भने चाहिँ जुमिहोमा क्लिक गर्नुहोस्। र यदि जुमिहो हैन चुची कार्ड छ भन्ने हुनुहुन्छ भने चाहिँ यहाँ तलपट्टि क्लिक गर्नुहोस्। हामी चाहिँ आज माइ नम्बर कार्ड अपलोड गरेर हेर्ने छौं। यसरी माइ नम्बर कार्ड भएकोले माइ नम्बरमा क्लिक गरेर यहाँनिर अपलोड फोटो भनेर गर्ने छौं र टेक फोटो गर्ने छौं। र यसरी माइ नम्बर कार्डको फोटो खिच्ने छौं। पहिला फोटो भएको पार्टलाई खिच्ने छौं। त्यसपछि युज फोटो गरेर तलपट्टि पछाडिको भाग अपलोड गर्ने छौं। र पछाडिको भाग माइ नम्बर देखिने गरी तपाईहरुले फोटो खिच्नु पर्ने छ। र युज फोटो गर्नुहोस्। र त्यसपछि आउँछ तपाईहरुको जाहेरी कार्ड हाल्ने बेला। यहाँ पनि अगाडिको जसरी नै अपलोड गर्ने ठाउँ यो हरियो ठाउँमा थिच्नुहोस्। त्यसपछि जाहेरी कार्डको पहिला फोटो भएको पार्टलाई खिच्नुहोस्। त्यसपछि युज फोटो गरेर तलपट्टि पछाडिको भाग पनि अपलोड गर्नुहोस्। र यति गरिसके पछाडि यहाँ सबैभन्दा तलपट्टि दुईटा चेक गर्ने ठाउँ छ। यो दुईटैमा चेक गरिदिनुहोस् र यो रातो ठाउँमा क्लिक गर्नुहोस्। यति भइसके पछाडि तपाईहरुको एप्लिकेसन सबमिट भयो। अनि यसरी तपाईहरुले एउटा मुस्किम नम्बर भन्ने पाउनुहुनेछ। त्यो नम्बरलाई सेक्युर राख्नु होला। र यति गरिसके पछाडि लगभग 1 हप्ता भित्रमा एकाउन्ट बनेर तपाईहरुको घरमा यस्तो खालको खाम आउनेछ। यो खाम आइसके पछाडि चाहिँ हामी लगइन कसरी गर्ने अनि यो एकाउन्टमा आफ्नो बैंक एकाउन्टबाट पैसा ट्रान्सफर कसरी गर्ने र सुमितातेको सेटिङ अथवा एसआईपी सेटिङ कसरी गर्ने भनेर हेर्ने छौं। सो अर्को भिडियो नछुटाउनको लागि फलो गर्नु होला। आजलाई यति नै। थ्यांक यू।